सर्वप्रथम त सम्पूर्ण साथीहरुमा मेरो हार्दिक नमस्कार छ। आज म गुरु गणेशया सकसित उपकार यैमा सकसित उपकार यैमा। यो गणेशको गीत म यहाँ सिकाउन गइरहेको छु। यो गीत करवा तालमै पर्दछ। करवा ताल भनेको 1 2 3 4 1 2 3 4, यसलाई हामी करवा ताल भन्दछौँ। यो गीत सिक्नुभन्दा पहिला हामीले यो पढा बारेमा पनि अलि बुझ्नु जरुरी छ। यसमा यो गीत बजाउँदाखेरि मैले यो सबभन्दा माथिल्लो यो मन्द सप्तक छोएकै छैन, अनि यो मध्य सप्तक है, यो बीचकोलाई मध्य सप्तक भन्छ। यसमा कोमल कालो स्वरमा चाहिँ कालो रे ग ध नि अनि तीव्र, यो मलाई तीव्र भन्छौँ हामी, यो एउटा लेख्छु हेर्नुस् है। अनि शुद्ध स्वरमा शुद्धमा चाहिँ यो सेतो पाडा म नि, यो दुईटा अक्षर लिएका छौँ। अनि त्यस्तै यो टार शब्दक है, सबभन्दा माथिकोलाई हामी टार शब्दक भन्छौँ। यो टार शब्दकमा चाहिँ म यो कोमल स्वरमा रे ग अनि तीव्र म एउटा लेख्छु है। अनि यो शुद्ध स्वर है, शुद्ध स्वरमा चाहिँ यो सा ग म, यो तीनटा मैले अक्षर लिएको हेर्नुस्। अब म पहिला सारेगमबाट बजाउँछु। सारेगम यो ढबाट सुरु गर्छु हेर्नुस् है। ध नि 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 रे रे सा सा नि नि सा नि ठ ठ रे सा नि ठ ठ नि नि ठ म ग ग म ग रे रे ठ म ग रे। फेरि एकचोटि हेर्नुस् है, सारेगम हेर्नुस् है, यो ढबाट सुरु हुन्छ है, अलि सुरमा हेर्नुस्। ध नि 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 रे रे सा सा नि नि सा नि ठ ठ रे सा नि ठ ठ नि नि ठ म ग ग म ग रे रे ठ म ग रे। गुरु गणेशया सकसित उपकार यैमा सकसित उपकार यैमा हम गरे। यति भयो। अब यसपछि अब जय जय जीमा हेर्नुहोस् है, यो रेबाट सुरु हुन्छ। रे ग म ठ ठ ठ नि 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 ठ नि रे रे सा सा नि नि सा नि ठ ठ रे सा नि ठ ठ नि नि ठ म ग ग म ग रे रे ठ म ग रे। हेर्नुहोस् है, अब म गीत बजाउँछु। जय जय जीमा गुरु गणेशया सकसित उपकार यैमा सकसित उपकार यैमा। अब यसपछि यो पनि सिद्धियो। अब म्युजिक आउँछ हेर्नुहोस् है, यो पछि म्युजिक आउँछ। अब म्युजिक पनि रेबाट सुरु हुन्छ हेर्नुहोस् है। रे ग म ठ नि ठ नि रे 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 ग म ग रे सा नि ठ ठ
गरे। यो चाहिँ म्युजिक भयो। अब चाहिँ अर्को चरण अन्तर आउँछ। नापा पूजा फयादी म गुरु। हेर्नुहोस् है, यो पनि अब यो रे तारको रेबाट सुरु हुन्छ। हेर्नुहोस्, रे 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 सा ग रे 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 सा 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 नि नि सा नि थ थ नि सा रे। नापा पूजा फया दि म गुरु सिद्धि बुद्धि म गुरु। रे 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 सा ग रे 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 सा 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 नि नि सा नि थ थ नि थ नि रे म ग ग म रे रे थ म ग रे। नापा पूजा फया दि म गुरु सिद्धि बुद्धि म गुरु सिद्धि बुद्धि म गुरु। अब चाहिँ झिमी गुफा भक्ति कया। हेर्नुहोस्, यो रेबाट सुरु हुन्छ। रे ग म थ थ थ नि 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 थ नि रे रे सा सा नि नि सा नि थ थ रे सा नि थ थ नि नि थ म ग ग म ग रे रे थ म ग रे। झिमी गुफा भक्ति कया जुई मल प्रकट जुया जुई मल प्रकट जुया। झिमी गुफा भक्ति कया जुई मल प्रकट जुया जुई मल प्रकट जुया। जय जय श्रीमा गुरु गणेशाया सकसित उपकार म सकसित उपकार म। जय जय श्रीमा गुरु गणेशाया सकसित उपकार म सकसित उपकार म सकसित उपकार म सकसित उपकार म। गीत यति नै भयो। यो गीत अरू गीतभन्दा अलि शैली छ। यो तपाईँले पनि एक दुई दिनमै यो सिकिन्छ भन्ने मलाई पूर्ण आश छ। आजलाई यति नै, धन्यवाद।